निवर्तमान शिक्षा मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका 3वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले प्रतिनिधि सभा सदस्यबाट उम्मेदवारी दिएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत आफूले प्रस्ताव गरेका 3वटा अध्यादेश र 4 नियमावली राष्ट्रपति र संसदको विधान समितिले स्वीकार नगरेकाले आफू निर्वाचनमा गएको उनले बताएका हुन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दावी गरेका छन्। शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो, तर 3वटा नै अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन उनले भनेका छन्। उनले विज्ञान प्रविधि र नवप्रवर्धनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताएका छन्, तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ। उनले भनेका छन्, छुट्टै विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय बनाउने कुरामा अल्झाइयो, त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दकुरे। त्यसपछि शिक्षा मन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधि सभा सदस्य उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। पुनले अब शिक्षा विज्ञान तथा प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचार प्रसार गर्ने बताएका छन्।